के कान्छी साँच्चै बदनामी र स्वार्थी भएकै हो त? आफ्नो प्राणभन्दा प्यारो श्रीमान सागर जेलमा सडिरहँदा 2 वर्षकी कलिली छोरी सहारालाई अलपत्र पारेर कान्छीले कसरी अर्को बिहे गर्न सक्छिन्? भाग 315 हेरेपछि सारा दर्शकको रगत उम्लिएको छ र धेरैको आँखा रसाएका छन्। तर पर्खिनुस्, जुन कुरा आँखाले देखिरहेको छ के वास्तविकता त्यही नै हो कि यसको पछाडि कुनै यस्तो डरलाग्दो खेल लुकेको छ जसले कान्छीको ज्यान समेत जोखिममा पारेको छ? आजको भिडियोमा हामी कान्छी सिरियलको भाग 315 को भित्री रहस्य, त्यो नक्कली फोन कलको भण्डाफोर र आगामी धमाकेदार ट्विस्टको एउटा चिरफाड गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला किनकि सत्य तपाईले सोचे भन्दा निकै फरक र डरलाग्दो छ। नमस्ते साथीहरू, स्वागत छ तपाईहरू सबैलाई हाम्रो युट्युब च्यानलमा। आज हामी नेपाली सिरियल कान्छीको भर्खरै सार्वजनिक भएको भाग 315 को बारेमा विशेष चर्चा गर्दैछौँ। यो भाग भावना, रोदन, बदला र षड्यन्त्रले भरिएको छ। कथा सुरु हुन्छ कान्छीको त्यो भित्री छटपटीबाट, जहाँ उनलाई अचानो झैँ खुकुरीमा चोट हजार सहे झैँ भइरहेको छ, तर बाहिर उनी मुस्कुराउन बाध्य छिन्। सागरसँग कानुनी रूपमै डिभोर्स गराइसकेपछि त्यो पापी खलनायकले कान्छीलाई आफ्नो जालमा पूर्ण रूपमा पारिसकेको ठानेको छ। उसले कान्छीलाई घरको चारैतिर कडा सुरक्षामा बन्दी बनाएर राखिरहेको छ, जहाँबाट भाग्ने कोसिस गर्दा पनि कान्छी सफल हुन सक्दिनन्। कान्छीले आफ्नो श्रीमान सागर निर्दोष भएको प्रमाण पाउनका लागि डिभोर्स पेपरमा साइन त गरिन्, तर त्यो अपराधी कतिसम्म धूर्त रहेछ भन्ने उसले डिभोर्स पछि पनि प्रमाण दिएन। उल्टै गाउँभरि बाजा बजाएर सारा माइती र गाउँलेको अगाडि सिन्दुर हालेर कान्छीलाई बदनाम गराउने नयाँ शर्त राख्यो। उसलाई सागरसँग मात्र होइन, कान्छीसँग पनि आफ्नो पुरानो बदला लिनु थियो र कान्छीलाई सारा संसारको नजरमा एउटी चरित्रहीन र स्वार्थी आमा साबित गराउनु थियो, जसले आफ्नो बच्चा र लोग्नेलाई जेलमा छाडेर अर्कोसँग लागि। अब कुरा गरौँ यो भागको सबैभन्दा बिजाउने र महत्त्वपूर्ण दृश्यको, अर्थात् त्यो फोन कलको रहस्य। जब त्यो पापीले कान्छीलाई आफ्नो घरमा फोन गर्न लगाउँछ, कान्छीले देवर सन्तोषलाई फोन लगाउने बित्तिकै आफू किडन्याप भएको र अपराधीले बन्धक बनाएको कुरा चिच्याइ भन्छिन्। उनी प्रहरी बोलाउन गुहार माग्छिन्, तर ठ्याक्कै जब कान्छीले मुख्य सत्य बोल्न सुरु गर्छिन्, उसले फोन म्युट गरिदिन्छ। देवर सन्तोषले उता केही पनि सुन्दैनन् र त्यसपछि कान्छीलाई ज्यान मार्ने धम्की दिएर जे सिकाउँछ, कान्छीले त्यही बोल्न बाध्य हुनुपर्छ। कान्छीले फोनमा भन्नुपर्छ कि उनले सागरलाई देखावटी प्रेम गरेकी थिइन्। उनी अन्तै अरू कसैलाई नै मन पराउँथिन्। डिभोर्स भइसक्यो र अब उनी कहिल्यै पनि फर्कने छैनन्। यो कुरा सुनेर देवर सन्तोषको मन कसरी छिया भयो होला, कल्पना गर्नुहोस् त। जुन भाउजूलाई उसले संसारकै महान ठानिरहेको थियो, आज उनैको मुखबाट यस्तो कुरा सुन्दा सन्तोष मात्र होइन, भिडियो हेरिरहेका हामी दर्शकको मन पनि छिया भएर मन धेरै दुखेको छ। घरमा सासुआमाले कान्छीलाई पहिलेदेखि नै शङ्का गर्थिन् र यो फोन कतापछि उनको शङ्का विश्वासमा बदलियो। पछि सन्तोषलाई अब यसपछि त्यो स्वार्थी आमालाई नखोज्नु भन्दै मेरी नातिनीलाई मै हुर्काउँछु भन्छन्, जुन दृश्य निकै पीडादायी छ। यता कान्छी बन्दी बनेकी छिन्, उता गाउँमा र सहरमा अर्कै कुरा हल्ला भएको छ। कथामा अर्को एउटा दुखद मोड आउँछ जब सासुआमा बितेको कुरा गाउँलेहरू गरिरहेका हुन्छन्। गाउँका मान्छेहरूले कुरा काट्न सुरु गरिरहेका हुन्छन् कि कान्छी र उनकी दिदी मिलेर सासुलाई भिरबाट धकेलेर मारेका हुन्। मान्छे बुढो भए न्यु खोज्छ भन्दै कुरा काट्नेहरूको कमी छैन। यता सहरमा देवर सन्तोषले भाउजूकै लागि भनेर
आफ्नो 3-4 महिनाको कमाई बुझाएको थियो। नयाँ मोबाइल किनेर दिएको थियो जुन अहिले गायब छ। साथमा 1 रुपैयाँ पैसा पनि छैन। छोरी सहारालाई हेर्दा हेर्दै उसको जागिर पनि छुटिसक्यो। यस्तो अवस्थामा घरपेटी बुढोले पनि आफ्नो असली रङ देखाएका छन् र भाडा तिर्न नसक्ने भएपछि घर छोडेर जान चेतावनी दिएका छन्। सङ्कट पर्दा कसैले पनि साथ नदिने यो तीतो यथार्थलाई यो भागमा निकै राम्रोसँग देखाइएको छ। अब जाउँ मुख्य समीक्षा र आगामी ट्विस्टतर्फ। भाग 315 को अन्त्यमा हामी देख्छौँ कि कान्छी आफ्नो माइती गाउँ पुगेकी छिन्, जहाँ मण्डप तयार छ। गाउँका आइमाईहरू पनि धनी मुर्गा पायो भनेर 20 वटा केटासँग पनि बिहे गर्न तयार हुने रहेछ भन्दै कुरा काटिरहेका छन्। पण्डितले मन्त्र पढ्दै छन् र कान्छीको सिन्दुर हाल्ने सायद भइसकेको छ। तर प्रश्न उठ्छ के भने कान्छीले साँच्चै सिन्दुर हाल्न दिन्छन् त? मेरो विचारमा कदापि दिने छैनन्। कान्छीले फोनमै भनिसकेकी थिइन् कि यो पापी मेरो माइती गाउँमा गयो भने यसको भण्डाफोर गर्न मलाई सजिलो हुनेछ। माइती गाउँ कान्छीको आफ्नै इलाका हो, जहाँ उनका बुबा आमा, गाउँले र उनका शुभचिन्तकहरू हुनेछन्। मण्डपमै सिन्दुर हाल्ने अन्तिम क्षणमा कान्छीले यस्तो चाल चल्ने छिन् जसले गर्दा त्यो अपराधीको साथ त जानेछ, अथवा देवर सन्तोष र प्रहरी समयमै त्यहाँ पुगेर कान्छीको उद्धार गर्नेछन्। किनकि सन्तोष र सागरका सरले चौकीमा गएर बुझ्ने कुरा गरिसकेका छन् र डिभोर्स पेपर जबरजस्ती गराइएको रहस्य ढिलो चाँडो खुल्ने नै छ। समग्रमा भन्नुपर्दा कान्छीको भाग 315 ले दर्शकलाई एउटा ठूलो कौतूहलताको मोडमा ल्याएर छोडेको छ। कान्छी अपराधी होइनन्, उनी एउटी मजबुर आमा र श्रीमती हुन् जसले आफ्नो श्रीमानको जीवन बचाउन आफ्नो चरित्रलाई दाउमा राखेकी छिन्। तपाईहरूलाई के लाग्छ साथीहरू? के कान्छीले त्यो पापीसँग बिहे गर्लिन् त? के सागर जेलबाट छुटेर आफ्नो परिवारलाई बचाउन आउलान्? आफ्नो विचार तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला। भिडियो मन परेमा एउटा सानो लाइक गरिदिनु होला र कान्छी सिरियलका यस्तै रोचक समीक्षा र अपडेटहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हामी यस्तो अर्को रोचक भिडियोमा भेट्नेछौँ। तबसम्मको लागि बिदा हुन चाहन्छु। हस्त नमस्ते।